मैले एउटा प्रस्तुति यहाँको किताब बजार, यहाँको पुस्तक पसलको स्थापनादेखि लिएर, साझा प्रकाशनको स्थापनादेखि लिएर किताबको पछिल्लो बजार र नेपालमा भइरहेका कार्यक्रमहरूलाई एकीकृत गर्दै मैले एउटा सानो प्रस्तुति मैले बनाएको छु। म आफू पनि 2057 सालदेखि पुस्तक व्यवसायमा एउटा कामदारको रूपमा म जोडिएको हो। पाण्डे पुस्तक पसल यो जुन हल पस्ने गल्लीमा मिलन रोडको जुन हल पस्ने चोकैमा यहाँ थियो, त्यहाँबाट मैले सुरु गरेको। म मेरो 5 वर्षे विदेश यात्राका क्रममा यो पुस्तकको बजारसँग म जोडिन पाइनँ, तर मेरो लेखन र अध्ययन भने यथावत थियो। त्यो बाहेक 57 सालदेखि 82 सालसम्मको यो अवधिमा म नितान्त किताबसँग, मेरो समयलाई किताबसँग बिताएको छु। म किताब पारखी भएको छु, किताबलाई माया गर्ने मान्छे भएर बसेको छु। यो जानकारी चाहिँ यहाँको समक्ष गराएँ। नेपालमा पढ्नेहरू उल्लेख्य नभए पनि प्रचलन पुरानै हो। पहिले मानिसले धार्मिक ग्रन्थ एवं पुराणहरू पढ्थे, विद्यालय र विश्वविद्यालयका किताबहरू पढ्थे। संस्कृतिको रूपमा विकास नभए पनि पढिने कुरामा मानिसहरू शून्य थिएनन्। चितवनको प्रसङ्गमा पढ्ने संस्कारलाई पुरानै मान्न सकिन्छ। यो हिजो आज मात्र विकास भएको होइन, योभन्दा अगाडिदेखि नै, हामी जन्मनु अगाडिदेखि नै, हामी भनेको म जन्मनु अगाडिदेखि, अब यहाँहरू अझ तपाईँहरूको पुस्ता हुनुहुन्छ, म पछिको पुस्ताहरू पनि हुनुहुन्छ, अगाडिदेखि नै यो प्रचलन यहाँ चितवनमा व्याप्त छ। विक्रम सम्वत 2016 सालमा स्थापना भएको दिलमाया पुस्तक भण्डार चितवन जिल्लाको पहिलो पुस्तक पसल हो। विद्यालयका पाठ्यपुस्तक र बनारसबाट ल्याइएका धार्मिक ग्रन्थहरू यहाँ उपलब्ध हुन्थे। सीमित व्यक्ति विशेषले मात्रै यी ग्रन्थ पढ्नको लागि प्रयोग गर्दथे। मैले दिलमाया पुस्तक भण्डारको सन्दर्भ अलिकति जोड्छु। त्यसका सञ्चालक सूर्यबहादुर मास्के हुनुहुन्छ। उहाँहरू 4 दाजुभाइ र मास्के बुवा, मैले मास्के बुवा भन्छु उहाँलाई। उहाँ शिक्षा क्षेत्रमा रहेर लामो समय काम गर्नुभयो। शिक्षा क्षेत्रको उहाँ सुपरभाइजर तहमा हुनुहुन्थ्यो। पछि यो दाजुभाइको अंशभण्डा गर्ने क्रममा सूर्यबहादुर मास्केको सरकारी जागिर अरू भाइहरूको केही नभएको हुनाले त्यो उहाँले स्थापना गरेको दिलमाया पुस्तक भण्डार उहाँले स्थापना गरेको जेठो दाइलाई, उहाँको जेठो दाइलाई सुम्पेर उहाँ जागिरमै रहनु भएको थियो। त्यसपछि दिलमाया पुस्तक भण्डार दिलबहादुर मास्के र मायादेवी मास्केको जेठो छोरा अहिले त्यो सञ्चालन गर्नुभयो। अहिले त्यहाँ रोशन दाई, क्रन्दन दाई हुनुहुन्छ, उहाँहरूको छोरा, उहाँहरूले चलाउनुहुन्छ। र सूर्यबहादुर मास्के जागिरतिर लाग्नुभयो। र सूर्यबहादुर मास्केले पछि फेरि यो जागिर गर्दै गर्दै अब यो किताबप्रतिको मोह उहाँले त्याग्न नसकेर यो मास्के पुस्तक भण्डार पछि स्थापना गर्नुभएको हो। तर मास्के पुस्तक भण्डारको सञ्चालक सूर्यबहादुर मास्केले सबैभन्दा पहिला 2016 सालमा खोलेको पुस्तक भण्डार दिलमाया पुस्तक भण्डार हो। मास्के पुस्तक भण्डारसँग मैले पनि 4 वर्ष त्यहाँको कर्मचारी भएर सेवा गर्ने मौका पाएको छु। यो जानकारी पनि मैले गराएँ। विक्रम सम्वत 2045 सालमा साझा प्रकाशनले बिक्री केन्द्र स्थापना गरेको हो। बिक्री केन्द्र पोखरा बस पार्कमा स्थापना गरेको थियो। त्यस पछाडि यो शहीद चोकबाट भित्रपट्टि, अलिकति भित्रपट्टि त्यहाँ केही वर्ष त्यहाँ रह्यो र अहिले चाहिँ भरतपुर हाकिम चोकबाट भित्रपट्टि स्याउली बजारमा रहेको छ। साझा प्रकाशनले छापेका किताबहरू सर्वसुलभ हुन थाले। साझा प्रकाशनको यहाँ काउन्टरको स्थापनापछि 2030 सालदेखि 50 को आसपासमा खुलेका मास्के पुस्तक भण्डार, झरना पुस्तक पसल, झरना पुस्तक पसलको नाम लिँदा म रामरी सरलाई पनि सम्झिन्छु। नारायणी पुस्तक सदन, सविता बुक स्टल, जोशी पुस्तक सदन चितवन जिल्लामा पत्र पत्रिकाका लागि चल्तीका नाम हुन्। दैनिक, साप्ताहिक, मासिक पत्र पत्रिका यी पसलमा आउँथे। यसका नियमित ग्राहक थिए। ग्राहकले समय भएपछि कुरेर बस्थे, त्यो पत्रिकाको पालो कुरेर बस्थे। भारतबाट हिन्दी पत्र पत्रिका पनि आउँथे। दार्जिलिङबाट प्रकाश कोविद, सुवास घिसिङ लगायतका लेखकका उपन्यास पनि आउँथे। तिनको बजार एक किसिमले राम्रो थियो। गोठालो जाँदा अथवा अन्य कामकाजमा गएकाहरूले पनि उपन्यास र पत्र पत्रिका गोजीमा हालेर लैजान्थे।
गोठालो जाँदा तथा अन्य कामकाजमा गएकाहरूले पनि उपन्यास र पत्र पत्रिका पढ्थे। कामकाजका समयमा फुर्सद निकालेर पढ्ने बानी थियो। म पनि यसको भुक्तभोगी थिएँ। त्यो एउटा कालखण्डमा म पनि यस्ता पत्रिकाहरू गोठालो जाँदा, घाँस काट्न जाँदा, जङ्गल जाँदा पनि खल्तीतिर छेराएर लगिन्थ्यो र फुर्सदमा घाँस काटेर थाकेर बसेको बेलामा पनि पढिन्थ्यो। उपन्यासहरू पढ्दा, पत्र पत्रिका पढ्दा त्यो बेलाको आनन्द छुट्टै थियो, एउटा लहरै थियो त्यो चाहिँ। 2050 सालदेखि 60 सालसम्मको अवस्थालाई हेर्दा एउटा छुट्टै समय मान्न सकिन्छ। देशभरका विभिन्न जिल्लाबाट हवाई तथा लघु साहित्यिक पत्रिकाहरू निस्कन्थे। कविता, गजल, मुक्तक, कथा, नियात्रा यसमा छापिएका हुन्थे। हिजो आज हामीले देखेका चिजहरू फेसबुकमा छाप्छौँ, त्यति बेला हवाई तथा लघु साहित्यिक पत्रिकाहरूको प्रचलन थियो। र त्यति बेला यो चितवनको माहौलमा एउटा बिर्सनै नहुने नाम पुष्प अधिकारी अञ्जली हो। उहाँ हाम्रो मजेरी, त्यति बेला अझ मजेरी थियो, एउटा टिममा मजेरी भनेर निकाल्नुहुन्थ्यो। पछि यो टिमबाट पनि 2-3 जना साथीहरूले पत्र पत्रिका फेरि प्रकाशन गर्न थालेपछि पुष्प दाइले हाम्रो मजेरी निकाल्नु भएको प्रसङ्ग पनि छ। त्यसै गरी रमेश प्रभात, सुरेन्द्र अस्तफल, गणेश शर्मण, खुन्नारायण पौडेल लगायतका कवि डाँडाका थुप्रै साथीहरू, अजित प्रवासी देवकोटाहरू पनि लगायतका अन्य साथीहरू पनि हवाई तथा लघु साहित्यिक पत्रिका प्रकाशन र त्यसको वितरणमा त्यो समयमा, त्यो कालखण्डमा 50 देखि 60 को कालखण्डमा व्यस्त हुनुहुन्थ्यो। र रमेश प्रभात सरहरूको नाम, सुरेन्द्र अस्तफल सरहरूको नाम चाहिँ 50 सालभन्दा अगाडि 45 कै हाराहारीमा उहाँहरूले सुरु गरेको हो मलाई भएको जानकारी अनुसार। पत्र मित्रता र रेडियो मित्रतालाई ती पत्र पत्रिका आदान प्रदान गरिन्थ्यो। रेडियो नेपालमा पनि कविता गजल पठाउने, फरमाइस पठाउने एउटा प्रचलन हुन्थ्यो। त्यहाँबाट साथी बनाउने प्रचलन थियो। हवाई तथा लघु साहित्यिक पत्रिकाबाट पनि साथी बनाइन्थ्यो र तिनै साथीहरूलाई यो छापिएका पत्रिकाहरू, हवाई तथा लघु पत्रिकाहरू हुलाकबाट उहाँको ठेगानामा पठाइन्थ्यो। 5-7 दिनदेखि 1 महिनाको अन्तरालमा त्यहाँ पुग्थे र 1 महिना, 2 हप्तादेखि 1 महिना, 1.5 महिनाको अन्तरालमा त्यसको जवाब पनि आउँथ्यो। त्यो बेलाको अवस्था। त्यति बेला गोर्खापत्र, कान्तिपुर, नेपाल समाचारपत्र, हिमालय टाइम्स, स्पेस टाइम, नयाँ सडक लगायतका दैनिक पत्र पत्रिका बजारमा सर्वसुलभ थिए। ती दैनिकका शनिबारका परिशिष्ट साहित्यिक खुराकले भरिएका हुन्थे। धेरै पाठकले नछुटाइ पढ्थे। मधुपर्क, युवा मञ्च, कामना, साधना, विमोचन, नवयुवा, नवकविता, गरिमा, रङ्गमञ्च, रसरङ्ग, सर्वोत्तम, अपराध कथा, सत्य कथा लगायत बजारमा सर्वाधिक बिक्री वितरण हुने मासिक पत्रिका थिए। यी पत्र पत्रिका बजारबाट सर्लक्कै सकिन्थे, स्टक हुँदैन थियो। हिजो आज जस्तो पत्रिका ल्याएको बिकेनन् भन्न पर्ने अवस्था त्यति बेला थिएन। कान्तिपुर पब्लिकेसन्सको साप्ताहिक पत्रिकाको ख्याति छुट्टै थियो। नेपाल र हिमाल पत्रिकाले पनि करिब 1 दशक बजारलाई आफ्नो कब्जामा लिएका थिए। अहिले ती दुवै प्रकाशन बन्द छन्। कोभिडपछि यी दुवै बन्द भएका हुन्। हिमालले अनलाइनबाट आफ्ना सामग्रीहरू प्रस्तुत गरेको छ। कान्तिपुरले नेपाल साप्ताहिकलाई पूर्ण रूपमा बन्द गरेको छ। पढ्ने संस्कारको विकास एउटा उपशिक्षकमा मैले केही लेखेको छु। 2058 साल जेठ 19 गते दरबार हत्याकाण्ड भयो। तत्कालीन राजा वीरेन्द्रको वंशनाश भयो। सोही दरबार हत्याकाण्डका बारेमा आधारित रक्तकुण्ड उपन्यास प्रकाशित भयो। लेखक कृष्ण अविरलले लेखेको यो उपन्यासले सर्वाधिक बिक्रीको रेकर्ड पनि बनायो। केसम्म सुन्नमा आयो भने रक्तकुण्ड बेचेर आएको पैसाले लेखकले काठमाडौँमा घर किने, आफ्नो जनजीवनलाई व्यवस्थित बनाए, यस्तोसम्म पनि सुन्नमा आएको थियो। 2061 सालमा कर्णसाकेको सोच किताब प्रकाशनमा आयो। यो किताब छापिएर आएको 3 दिनमा बजारबाट सकियो। म त्यति बेला एसिया पब्लिकेसन्स काठमाडौँमा जागिर खान्थेँ। शिवशक्ति प्रेस बागबजारकै एउटा कुनाको प्रेसमा छापिन्थ्यो। गोपी सरलाई त्यो प्रेसको बारेमा पनि थाहा छ। गोपी सरसँग त्यही पद्मकन्याको लाइनतिर कहिलेकाहीँ भेटघाट हुन्थ्यो म त्यो जागिर गर्ने क्रममा। यो किताब छापिएर आएको 3 दिनमा सकियो। कर्णसाकेको सोच धेरै पटक छापिँदा पनि यसको बिक्रीको क्रम रोकिएन। लगत्तै 2062 सालमा नारायण वाग्लेको पल्पसा क्याफे उपन्यास प्रकाशन भयो। तत्कालीन समयमा कान्तिपुर दैनिकमा सम्पादक रहेका वाग्लेको यो उपन्यासले प्रतिष्ठित मदन पुरस्कार पायो। जनयुद्धलाई आधार बनाएर लेखिएको यो उपन्यास पनि सर्वाधिक बिक्री भयो। यी 3वटा किताबको प्रसङ्ग किन जोडेको हो भने त्यति बेला 2-3 वर्षको अवधिमा रक्तकुण्ड, सोच र पल्पसा क्याफे सर्वाधिक बिक्री मात्रै भएनन्, मानिसमा पढ्ने बानीको पनि विकास गरिदिए। पाठ्यक्रममा आधारित किताब मात्रै बेच्ने पसलले पनि अतिरिक्त किताब बेच्ने अवसर पनि पाए। पुस्तक पसलहरूमा उपन्यासहरू त्यति झुन्डिँदैन थिए, त्यति पुग्दैन थिए र यी किताबको बिक्रीपछि
एउटा लहर पनि आयो। पुस्तक पसलेहरूले यस्ता किताब पनि बिग्दो रहेछ भन्ने एउटा अनुभूति पनि गर्न पाए। त्यसपछि झमक घिमिरेको जीवन काँडाकी फुल, जगदीश घिमिरेको अन्तर्मनको यात्रा, अमर नेउपानेको सेतो धरती, सुधीर शर्माको प्रयोगशाला, हरिवंश आचार्यको चिना हराएको मान्छे, रुक्माङ्गद कटवालको आत्मकथा, सरोजराज अधिकारीको चक्रव्यूह चन्द्र सूर्य, सुबिन भट्टराईको समग्लभ, इजोरिया, बुद्धिसागरको कर्णाली पुरुष, विजय कुमारको खुसी, नयनराज पाण्डेको उलाग जस्ता किताबले नेपाली किताब बजारलाई चलायमान गराए, मानिसहरूमा पढ्ने बानीको विकास गरिदिए। हालै मात्र पुरुषोत्तम बजगाईको निलो प्रेम उपन्यासले पनि बजारमा तरङ्ग ल्याइदियो। सुबिन भट्टराई युवाहरूमाझ लोकप्रिय लेखकका रूपमा दरिए। मदन पुरस्कार र पद्मश्री पुरस्कारले किताबलाई पाठकको रोजाइमा पार्न सेतुको भूमिका खेले। हिजो आज कसरी बढिरहेको छ त पढ्ने बानी, यो उपशीर्षकमा। चितवन र यस वरिपरिको किताबी चहलपहल लोभलाग्दो छ। मुलुकको केन्द्रभागमा रहेको चितवनमा देशैभरका मानिसको बसोबास छ। यहाँको साक्षर प्रतिशत पनि राम्रो छ। साहित्य सिर्जना गर्ने पढ्नेहरू धेरै छन्। किताब निकाल्ने, विमोचन गर्ने, विमर्श गर्ने कार्यक्रम हप्तै पछि भइरहेका छन्। हप्तामा 4-5वटा कार्यक्रमसम्म पनि भएका उदाहरण यहाँ छन्। विद्यालय विश्वविद्यालयमा पनि विद्यार्थीलाई अतिरिक्त किताब पढ्न लगाएर विमर्श र समीक्षाका कार्यक्रम भइरहेका छन्। छिमेकी पालिका गैडाकोट र काउसतीमा पठन संस्कृति अभियानको नाममा कार्यक्रम भइरहेका छन्। सम्पूर्ण किताब नारायणगढले एक्सपर्ट एजुकेसन सर्भिसेस र अनुक्रम एकाडेमीको सहयोगमा चितवन र नवलपरासीका विद्यालयमा म पनि पढ्छु कार्यक्रम गरिरहेको छ। यहाँका साहित्यिक संस्थाले गरेका यिनै विभिन्न गतिविधिले पढ्ने बानीको विकास निरन्तर भइरहेको छ। नेपालको प्रमुख प्रकाशन गृह फाइनप्रिन्टले 1 दशकदेखि नेपाल लिटरेचर फेस्टिभल गरिरहेको छ। साझा प्रकाशनले पनि हरेक वर्ष पुस्तक प्रदर्शनी गर्दछ। बुक हिल पब्लिकेसन्सले पनि पछिल्लो पटक पुस्तक प्रदर्शनी एवं छलफलका कार्यक्रम गरिरहेको छ। किताब यात्राले, यो ऋषिराम अधिकारीजीको किताब यात्राले पनि देश तथा विदेशका विभिन्न ठाउँमा किताब जात्रा कार्यक्रम गरिरहेको छ। यी कार्यक्रमले नेपाली साहित्य र नेपाली किताबको मात्रै प्रवर्धन गरेका छैनन्, किताबको बजार र अर्थतन्त्रलाई पनि टेवा दिइरहेका छन्। पछिल्लो पटक पढ्ने बानीको विकास भएसँगै विभिन्न कार्यक्रममा मायाको चिनो स्वरूप किताब दिने प्रचलन बढिरहेको छ। प्याप्सनको समन्वयमा विभिन्न शैक्षिक संस्था, शैक्षिक परामर्शदाता संस्था, लायन्स क्लब, जेसिज, लियो क्लब, सहकारी संस्था तथा अन्य विभिन्न सङ्घ संस्थाले आफ्ना कार्यक्रममा निम्ताइएका पाहुनालाई मायाको चिनो स्वरूप किताब दिइरहेका छन्। यसले गर्दा किताब बजार चलायमान भएको छ। मान्छेको हातमा किताब पुगेको छ। घरका सदस्यले पनि किताब पढ्न पाएका छन्। जन्मदिन एवं वैवाहिक वर्षगाँठका अवसरमा किताब उपहार दिन थालिएको छ। घरमा सानो भए पनि पुस्तकालय बन्न थालेका छन्। विदेशमा बस्ने नेपालीले पनि किताब मगाएर पढ्न थालेका छन्। छुट्टीमा आउँदा किताब बोकेर जान थालेका छन्। विदेशमै पनि आफू बस्ने घरमा पुस्तकालय बनाएका छन्। यी र यस्तै गतिविधि नेपाली साहित्य र किताब बजारका सकारात्मक पक्ष हुन्। धन्यवाद।